सफलता र असफलता यिनीहरूको बीचमा एउटा सानो तर एकदमै महत्त्वपूर्ण फरक छ। त्यो के हो भने सपना देख्नु र लक्ष्य बनाउनु। सुन्दा त कस्तो सामान्य लाग्छ है, तर सफलताको असली चाबी नै यहीँ लुकेको छ। ल आउनुहोस् आज यही फरकलाई अलि गहिरिएर बुझौँ। एउटा सिधा प्रश्नबाट सुरु गरौँ न है। के लाग्छ, सपना देख्नु र लक्ष्य बनाउनु एउटै कुरा हो त? धेरैलाई यस्तो लाग्न सक्छ, तर वास्तवमा यी दुईमा आकाश पातालको फरक छ। र यही सानो जस्तो देखिले फरकले नै कसैको पुरै भविष्य यताको उता पारिदिन सक्छ। एउटा एकदमै अचम्म लाग्दो तथ्य छ, सुन्नुस् है। लगभग 99% मान्छेहरू उनीहरू खालि सपना मात्र देख्छन्, तर जम्मा 1%ले मात्र ती सपनालाई लक्ष्यमा बदल्छन् र हो उनीहरू नै सफल हुन्छन्। अब मुख्य प्रश्न त यही हो, आखिर यस्तो किन हुन्छ त? धेरैजसो मानिसहरू किन असफल हुन्छन्? यसको एउटा ठूलो कारण हो सपनाको पासोमा पर्नु। उनीहरू सपना र लक्ष्य बीचको त्यो जुन आधारभूत फरक छ नि, त्यसलाई बुझ्नै सक्दैनन्। ल अब यसलाई अझै खोतलेर हेरौँ। ल सबैभन्दा पहिला सपना भनेको के हो त्यसलाई नै बुझौँ। सपना त्यो त कल्पनाको एउटा सुन्दर संसार हो, होइन र? जहाँ जे सोचे पनि सम्भव लाग्छ, सबै कुरा कति सजिलो देखिन्छ। तर के त्यो सुन्दर कल्पना मात्रैले वास्तविकता बन्छ त? सपना भनेको के हो भने यो एउटा एकदमै अस्पष्ट कल्पना हो। यसको न कुनै डेडलाइन हुन्छ, न त कुनै ठोस योजना नै। यो सित्तैमा देखिन्छ, तर दुःखको कुरा यसले हामीलाई अन्त्यमा कतै पनि पुर्याउँदैन। एउटा एकदमै सामान्य उदाहरण लिउँ न। म धनी बन्न चाहन्छु वा म धनी बन्छु, यो भन्नु एउटा सपना हो। तर सोच्नुस् त, कहिले धनी बन्ने, कसरी बन्ने, कति धनी बन्ने? यस्ता सपनामा यी प्रश्नहरूको कुनै जवाफ नै हुँदैन। यो केवल एउटा मिठो इच्छा हो, कुनै योजना होइन। ल अब समाधानतिर लागौँ। यदि सपनाले मात्र काम गर्दैन भने केले गर्छ त? हो, उत्तर एकदमै सरल छ, लक्ष्यले। अब हेरौँ है त, लक्ष्यमा त्यस्तो के जादु छ जसले काम गर्छ? सबैभन्दा महत्त्वपूर्ण कुरा नै यही हो। लक्ष्य भनेको केही होइन, बस एउटा डेडलाइन तोकिएको सपना हो। जब कुनै सपनामा समय र योजनाको लगाम लगाइन्छ नि, हो त्यही बेला त्यो सपना लक्ष्यमा परिणत हुन्छ। अब त्यही पुरानो सपनालाई लक्ष्यमा बदलौँ है त। म अर्को 1 वर्षभित्र 10 लाख कमाउँछु र त्यसको लागि यो प्रोजेक्टमा दैनिक 3 घण्टा काम गर्छु। अब हेर्नुस् त, यो भन्नु एउटा शक्तिशाली लक्ष्य हो। किन? किनकि यसमा के गर्ने, कहिले गर्ने र कसरी गर्ने भन्ने कुरा एकदमै स्पष्ट छ। र जब दिमागले यस्तो स्पष्टता पाउँछ, त्यो तुरन्तै एक्सन मोडमा जान्छ। यहाँ हेर्दा सपना र लक्ष्य बीचको फरक एकदमै स्पष्ट देखिन्छ। सपना भनेको के हो? केवल कल्पना। तर लक्ष्य भनेको के हो? एउटा ठोस योजना। सपनाको समयरेखा अनिश्चित, थाहै छैन कहिले हुन्छ, तर लक्ष्यको एउटा निश्चित डेडलाइन तोकिएको हुन्छ। अब यसको नतिजा के हुन्छ त? सपनाले हामीलाई निष्क्रिय बनाउँछ, सोचेरै बस्ने बनाउँछ, जबकि लक्ष्यले त्यसले हामीलाई काम गर्न प्रेरित गर्छ, एक्सनमा ल्याउँछ। एउटा एकदमै शक्तिशाली भनाइ छ, सपनाले सुताउँछ। यसको अर्थ के हो भने सपनाले मान्छेलाई कल्पनाको संसारमै सीमित राख्छ, वास्तविक काम गर्नबाट रोक्छ। मान्छे केवल सोचेरै कल्पना गरेरै बसिरहन्छ। र यसको ठिक उल्टो पाटो, लक्ष्यले दौडाउँछ। हो, जब कुनै कामको लागि डेडलाइन तोकिन्छ, एउटा योजना बनाइन्छ, त्यसले एक किसिमको ऊर्जा र हल्का दबाव सृजना गर्छ। हो, यही दबावले मान्छेलाई काम गर्न दौडाउँछ। त्यसैले मूल कुरा के हो भने सपना देख्ने ड्रिमर मात्रै बनेर भएन, लक्ष्य हासिल गर्ने एचिभर बन्नु पर्यो। अब प्रश्न आउँछ, यो परिवर्तन कसरी गर्ने त? कसरी ड्रिमरबाट एचिभर बन्ने? यो प्रक्रिया एकदमै सरल छ। जम्मा 3वटा चरणहरू छन्। पहिलो, आफ्ना हजारौं सपनाहरूमध्ये कुनै एउटा सबैभन्दा महत्त्वपूर्ण सपना छान्नुहोस्। दोस्रो, त्यसलाई पूरा गर्ने एउटा निश्चित मिति, एउटा डेडलाइन दिनुहोस्। र तेस्रो, त्यो मितिसम्ममा त्यसलाई कसरी पूरा गर्ने भनेर एउटा स्पष्ट र काम गर्न सकिने खालको योजना बनाउनुहोस्। बस यति हो। अब यो विश्लेषणको अन्त्यमा एउटा प्रश्न आफैलाई सोधौँ न। आज आफ्नो कुन चाहिँ सपनालाई लक्ष्यमा बदल्ने? यो सोचेर पहिलो पाइला चाल्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यस्तै अरू शक्तिशाली जानकारीका लागि हामीसँग जोडिनुहोला। आजको लागि यति नै।